दर्शकबिन भान्सामा काम नगर्ने मान्छे त हामी कमै होला, सबैजना भान्सामा काम गर्नैपर्छ, भान्सामा काम नगरिकन खान पाइँदैन। र भान्सामा काम गर्दाखेरि एकदमै सजिलो र छरितो तरिकाले काम गर्ने एउटा यस्तो ट्रिक छ कि तपाईहरुलाई यो ट्रिक थाहा भयो भने चाहिँ एकदमै सजिलो हुन्छ भान्सामा काम गर्नको निम्ति। के छ त त्यस्तो ट्रिक, यो भिडियो हेरिहाल्नुस्। नमस्कार सबैजनालाई। म चाहिँ आज तपाईहरुलाई एकदमै राम्रो कुरा शेयर गर्न आएको हैन। हाम्रो दिदीबहिनीहरुलाई त राम्रै छ, फाइदै छ, दाजुभाइहरुलाई पनि छ के, जसले किचनमा काम गर्नुहुन्छ है त। यो चाहिँ आइडिया हो हैन। अब अप्ठ्यारो कामलाई पनि आइडिया लगाएर गरे पनि सजिलो तरिकाले काम सम्पन्न गर्न सकिँदो रहेछ के साथीहरु। मैले पनि एउटा बनाले पार्वती दिदीले शेयर गर्नुभएको थियो हैन। पार्वती दिदीको आइडियाले चाहिँ आज काम गरेको छ हैन। धेरै धेरै धन्यवाद दिदी तपाईलाई भन्न चाहन्छु। अब तपाईहरुले पनि यो कुरा सुनेर गरेर हेरेर राम्रो लाग्छ भने शेयर गर्नु होला के। राम्रो कुरा शेयर गर्नुपर्छ के सबैजनाले हैन। त्यही भएर म पनि शेयर गर्न आएको। के भन्नुहुन्छ भन्दा यो किचनमा अचार बनाउँछौं नि हामी। अचार बनाउँदाखेरि तिलको छोप राख्छौं हैन। अब तपाईहरुले के राख्नुहुन्छ मलाई थाहा छैन। मैले चाहिँ तिलको छोप राखेर बनाउँछु। तिल भुट्छु के। बले भुट्दाखेरि चाहिँ त्यो तिल पटटट पड्केर सबै बाहिर जाने के। सबै त नभनौं, आधी बाहिर जाने हैन, आधी भाँडामा रहने के पड्केर। त्यो नपड्किकन भुट्ने चाहिँ कसरी त भनेर आइडिया दिनुभएको छ के दिदीले। यसरी गरे पनि 100% हुँदो रहेछ। यो तिललाई चाहिँ लिनुस् हैन। तिल लिइसकेपछि यसमा थोरै 1 चिम्टी नुन हालिदिनुस् के। नुन हालेर भुट्दिनुस् मजाले, एउटा गेडा बाहिर नजाँदो रहेछ। मैले चाहिँ ट्राई गरिसकेर त्यसपछि तपाईहरुलाई भनेको है त। काम चाहिँ लाग्छ, गरेर हेर्नु होला है त। थ्यांक यू। पक्कै पनि दर्शकबिन एकदमै राम्रो जानकारी लिएर आउनु भएको छ उहाँ सिस्टरले। यो भिडियोलाई चाहिँ एक शेयर जरुर गर्नु होला है त। धन्यवाद।